Hello everyone, welcome back to my YouTube channel. म चाहिँ सङ्गीता अनि आज चाहिँ म vlog so म आज चाहिँ vlog लिएर आउँछु। भइसक्यो हाम्रो तारे 50 भाइ भन्छ भने मार्ने भाइ भन्न मान्ने बात लागिहाल्छ धेरै गाह्रो बस नाइ म नखाने आएको ठाउँलाई चाहिँ जखेरा ताल भन्छ। हामी चाहिँ जखेरा ताल आएको हो गाइजहरू। अब हामी सर यतातिर राउन्ड लगाउँछौँ अनि त्यो मन्दिरमा पनि जान्छौँ। हेर्नु त कस्तो माछाहरू कस्तो रमाइरहेको छ। त्यही नै हो, गर्मी छ, ठिक छ, रमाइलो हुन्छ होला। वा 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 हामीहरू अब ढुङ्गामा बस्छौँ। हामी टिकटहरू लगाइसक्यो। ढुङ्गामा बसेर हामी चाहिँ जखेरा ताल घुम्छौँ। कता हो कता हो हेलो सुन्ता दिदीको लागि केटाहरू खोजिदिनु भएन हजुरहरूले? कहिले हो कहिले हो हैन है तर भर्खरै ढुङ्गा हो। खाँदैछौँ गाइजहरू। जखेरा तालको यो के हो? लोकल के हो? लोकल भाले। लोकलमा त हड्डी माछाले डुबेर रहेछ के होइन
धेरै हुन्छ क्या खाना त आमा बोली तरकारी look राम्रो के बोडी पनि त्यो वाला लोकल बोडी सुरे हेप्पी राम्रो बस्नु लङ छैन हामीले चाहिँ भर्खर खाना खाइसक्यौँ गाइजहरू खाना मिठो लाग्यो होइन हजुरहरूले त अब गाडी चाहियो भने त पहिले नै खबर गर्नुहुन्छ नि 3-4 दिन अगाडि नै भन्नुहुन्छ ट्याक्क मिलिहाल्छ आयो भोलि जाने आज भने मिल्दैन तर हिजो मिल्यो आज मिल्यो न आज के खाला दिदी के राते के बर्कौला अस्मिको बर्कौला लोकल कुखुराको सुप खाए अब अस्मिको बर्कौला खाने अर्को सेपा मैले खाइन अन्डा है आधा अन्डा खायो आधा मलाई दियो हामी यहाँ स्पेशल सेभेन बसेका छौँ भिआइपी ठाउँ भिआइपी ठाउँ बसेका छौँ भिआइपी आनन्द भएको छ 9 जना भन्दा ठिकै छ होलो बसेका छौँ माइले 7 जना बसेर अटाउनु त भन्नु ठिकै छ 6 जना भयो कुल पानी गर्दियामा आरतीले उगाएर रमाइलो भइरहेछ
हजुर हामीले केही गरेको त्यो आन्टीहरू चाहिँ एकदम रमाइलो गर्नुहुन्छ म प्रायः आन्टीहरूसँग हेरिरहेको हुन्छु हाम्रो चाहिँ ग्रुप छ के कति 8जनाको ग्रुप छ 8जना हुन्छ आन्टीहरू नै हो सो म आन्टीहरूसँग हेर्छु मलाई पनि भाइब चाहिँ एकदम म्याच हुन्छ आन्टीसँग चाहिँ रमाइलो लागिरहेको छ त्यही नै हो आजु टाउको दुखिरहेको छ बिहानदेखि अलिकति टाउको दुखिरहेको वासा भन्ने 50 रुपियाँ गिलास पाइँदो रहेछ लट्टाएर खाइदिएँ म त अझ अरू खानुहुन्छ भन्थ्यो गाह्रो भयो गर्मी भएको छ त्यही भएर म गएको छैन फिलिङ सो झ्याउ लाग्दो गर्मी सो मैले यो रियल जुस पाउने रहेछ फ्रुटी अरू नपाउने चाउमिन मोमो पाउने अरे म आइसक्रिम खानु मन लाग्थ्यो नि त अनि आइसक्रिम छैन भन्यो अनि चिसोमा चाहिँ यो मात्र रहेछ यही खाँदैछु यस्तो गर्मी छ कि आजभोलि त यस्तो गर्मी छ भोलि पर्सि यहाँको मान्छेहरू के गरेर बस्नुहुन्छ होला त्यो गर्मीमा घुराइमा त्यस्तो छैन गर्मी यहाँ अझ बढी नै गर्मी माने मैले अनि म त नसक्नु गाह्रो भयो नि त त्यही भएर म नगएको हो धो भयो खुट्टा दुखिरहेछ अन्त पानीमा गएको नि त खुलामा अन्त खुलामा गएको भएर होला खुट्टा कस्तो दुखिया जस्तो भएको अनि मेन भनेको त अल्छी लागेको घाम लागिरहेछ अनि ठ्याक्कै पुलमा गएर फोटो भिडियो बनाउनु झ्याउ लाग्यो नि त अन्त बढी चाहिँ म गएको होइन कुरा त्यही हो एक्लै बसिरहेको छु यो मात्र पाउने रहेछ नि सो आन्टीहरू चाहिँ आइपुग्नु भयो फोटो भिडियो खिचेर घाम छ नि त धेरै बेटिक्न सक्दैन चिप्पिसक्यो अब हामी एउटा पार्कमा जान्छौँ अनि त्यहाँ पार्कमा बस्छौँ एकछिन हावा खान्छौँ शीतल छ होला उतातिर त्यही हो अनि त्यसपछि हामी घर जान्छौँ है आन्टी कस्तो भइरहेछ रमाइलो भइरहेछ रमाइलो भएको छ मेन भनेको त अलिक गर्मी भएर हो नाइ भने त रमाइलो नै भइरहेछ
इन्जोय गरिरहेछौँ गाइजहरू। खासै भिडियो चाहिँ बनाएको छैन मैले, थोरै थोरै क्लिपहरू बनाइरहेको छु। होइन अपलोड गरिदिन्छु, हेरिदिनु होला है त, रमाइलो गर्नु होला मेरो भिडियो हेरेर। किन रमाइलो मानेर हेरिदिनु होला मेरो भिडियोलाई भन्न खोजेको हो। म खासै बोल्न आउँदैन कि मलाई, धेरै मिलाएर बोल्न जान्दैन, त्यही नै हो। सो हामी म उता गरेर देखाउँछु ल। आन्टीहरू त दुईजना मात्रै आन्टीहरू आउनु छ। छुट्टी खाने र के खाने? चाउमिन मोमो के खाने हो त? जेरी खाने हो? चिसो त फ्रुटी मात्रै छ। फ्रुटी मात्रै हो, अरू छैन? छैन रे। के यो मात्र चिसोमा? यही ब्याग अरू छैन भने सक्यो गाइज। अब के गर्ने, फाल्न पर्यो। कता फाल्नु? यहाँ फाल्दैन प्लिज, बाहिर फाल्नु नपर्ने यो भ्लग हो। अनि दुनियाँले हेर्छन् कस्तो फोहोर गर्ने रहेछ भन्छन्। पल्युसन त्यो भएर भिडियो पनि एमान्छ पानी एमान्छ पकाएको रहेछ। कस्तो कस्तो पाउँछ र? अब चिडी हजुरले कस्तो कस्तो वाला मन पर्छ? यहाँ त गुलगुल वाला पाउँछ, आँखर ताई नरम जस्तो वाला त त्यस्तै वाला हुन्छ। गुलगुल वाला अलि नरम भयो, द्रुम वाला अलि पाउनु त होला। अब हजुरले जस्तो वाला मन पर्छ त्यस्तै वाला पाइहाल्छ। सो हामीहरूले चाहिँ जेरी खाने जेरी खाँदै समय त जेरीको लागि रोकिरहेको छौँ। मैले उतातिरको चाहिँ भिडियो बनाएन किनभने गर्नु भइरहेको थियो, झ्याउ हेरिरहेको छु, खासै रमाइलो भएन। अनि एकछिन आन्टीहरू चाहिँ भित्र गएर फर्क्यौँ, त्यही भएर भिडियो बनाएन। हामी चाहिँ घोरै फर्किँदैछौँ अब। अनि बाटोमा जेरी रहेछ, जेरी खाएर जाने भनेर। खानु त्यस्तै वाला बनाइदिने हो, जस्तो मजा लगाउनेवाला थियो। खाना त्यस्तो केही समस्या त छैन होइन। एउटा खाएर अब बेलुका युट्युबमा गइहाल्यो है। ल ल हुन्छ हजुर, केही समस्या हुँदैन। नाम बदलिन आफ्नो हजुर कसको मेरो नाम हजुर खानलाई न त्यो हजुरको ढेबर दुखायो भने फेरि मजा आउँदैन। पुगर्नु होला नत्र बचिहाल्छ। पैसा सबै भयो। टिसी पेपर छ ल्याउनु हुन्छ दिनुस् 5-6वटा। होइन आशा गराउँछ। ल धन्यवाद। हामी घोरै बाई बाई।